यहाँहरूलाई स्वागत छ ज्योतिषीय कार्यक्रममा। आज हामीले मिथुन लग्न भएका व्यक्तिहरूको स्वभाव कस्तो रहन्छ त भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। मिथुन लग्न भएका व्यक्तिहरूको स्वभाव चञ्चल, बौद्धिक, मिलनसार, बहुमुखी प्रतिभा सम्पन्न, सधैँ नयाँ कुरा सिक्न इच्छुक र धेरै विषयमा चासो राख्ने, तीक्ष्ण बुद्धि, चञ्चल स्वभाव, व्यापारिक क्षमता, रमाइलो जीवनशैली मन पराउने भनिन्छ। बुद्धि योगम च लघुतां सौख्यम चापि विशेषतः वाणिज्ये च ततिः प्राज्ञा मिथुनस्य स्वभावतः। मिथुन लग्न भएका व्यक्तिहरू बुद्धिमान, चञ्चल, सुखद जीवनशैली मन पराउने, वाणिज्य व्यापारमा विशेष रुचि राख्ने, ज्ञानमा प्रखर हुने स्वभाव, ज्ञान र नयाँ अनुभवप्रति रुचि, बुद्धिमान, तार्किक, बौद्धिक रूपमा निकै तीक्ष्ण, छिटो सोच्ने, कुराहरू बुझ्ने क्षमता भएका। मिथुन लग्नका स्वामी बुध भएकाले यी व्यक्तिहरू प्राय अत्यन्तै तीक्ष्ण बुद्धिका धनी हुने गर्दछन्। उनीहरू कुनै पनि विषयलाई चाँडै बुझ्न सक्ने, तार्किक ढङ्गले सोच्ने क्षमता उनीहरूमा रहने गर्दछ। मिथुन राशि हावाको तत्त्वसँग सम्बन्धित भएकाले यी व्यक्तिहरू सधैँ सक्रिय रहने गर्दछन्। एकै ठाउँमा स्थिर बस्न सक्दैनन्। नयाँ नयाँ कुरामा रुचि राख्ने, मिलनसार, साथीभाइ बनाउने, समाजमा घुलमिल हुने, चञ्चल र परिवर्तनशील, नयाँ कुरा गर्न खोज्ने, मन पराउने, सौन्दर्य, कला, मनोरञ्जनका क्षेत्रहरूमा आकर्षित रहिरहने, व्यापार तथा सञ्चार क्षेत्रमा विशेष सफलता मिल्ने गर्दछ। प्राय यिनीहरू रचनात्मक, कल्पनाशील, जस्तै साहित्य, लेखन, मिडिया, वकालत र कलात्मक क्षेत्रमा रुचि रहने हुँदाखेरि यस्ता व्यक्तिहरूले विशेष यो क्षेत्रदेखि राम्रो सफलता हासिल गरेको पनि हामीले पाउन सकिन्छ। बहुप्रतिभाशाली, व्यापारिक सोच र चतुरता यहाँहरूमा हामीले पाउने पनि गरिन्छ। विशेष गरी हाम्रो कुण्डली अनुसार यदि माथि बताइए अनुसार आफ्ना जीवनमा घट्दैनन् घटनाहरू भने त्यही अनुसार बुधको प्रभाव हामीहरूमा देखिँदैन भने त्यो अवस्थामा बुध ग्रह कमजोर भएमा वा अशुभ प्रभाव परेमा मानिसको बुद्धि, बोल्ने कला, स्वास्थ्य, व्यापार र सञ्चार क्षमतामा नकारात्मक असर पर्न सक्छ। त्यसैले बुध ग्रहको शान्ति सुधारका लागि बुधको जप, पन्ना, विष्णु सहस्रनाम पाठ गरेर वा ध्यान योग गरेर अगाडि बढ्दा यहाँहरूको जीवनमा बुधको प्रभाव रहने देखिन्छ। हस्त, धन्यवाद।